साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा पुरानो टिकटक आइडीलाई रिकभरी गर्नको लागि यदि सिक्न चाहनुहुन्छ भने तपाईहरूले के गर्नुहोला सिक्नको लागि यो भिडियोलाई स्किप नगरी यो भिडियोको सुरुदेखिसम्म हेर्दै गर्नुहोला किनभने आज म तपाईहरूको सिकाउन गइरहेको छु कि आफ्नो मोबाइल फोनमा पुरानो टिकटक आइडीलाई रिकभरी कसरी गर्ने पासवर्ड थाहा नहुँदा। ल साथीहरू अब लागु भिडियोतर्फ। साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा पुरानो टिकटक आइडी रिकभरी गर्नको लागि के गर्नुहोला। साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनको टिकटक एप्लिकेसनलाई सबैभन्दा पहिला ओपन गर्नुहोला। टिकटक एप्लिकेसनलाई ओपन गरिसकेपछि साथीहरू तपाईहरूले के गर्नुहोला आफ्नो पुरानो टिकटक आइडीलाई रिकभरी गर्नको लागि टिकटक एप्लिकेसनमा आइसकेपछि यहाँ चाहिँ सर्च अप्सन छ नि, सर्च अप्सनमा क्लिक गर्नुहोला। सर्च अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईले यहाँ के टाइप गर्नुहोला, तपाईहरूले जुन टिकटक आइडीलाई रिकभरी गर्नको लागि चाहनुहुन्छ नि त्यो टिकटक आइडीको नाम टाइप गरेर अनि सर्च गर्नुहोला। म चाहिँ आफ्नो पुरानो टिकटक आइडीको नाम यहाँ टाइप गरेर अनि सर्च गरिरहेको छु। सर्च गरिसकेपछि साथीहरू तपाईहरूले हेर्न सक्नुहुन्छ मेरो चाहिँ टिकटक आइडी आइसकेको छ। साथीहरू म चाहिँ आफ्नो यो टिकटक आइडीलाई रिकभरी गरेर तपाईहरूको हेराइदिरहेको छु। तपाईहरू के गर्नु होला, यहाँबाट यो कपी गरिदिनु होला, यो नामलाई तलको नाम छ नि तलको नामलाई कपी गर्नु होला। कपी गरिसकेपछि के गर्नु होला, यहाँबाट ब्याक आउनु होला। ब्याक आइसकेपछि अब तपाईहरूले के गर्नु होला, आफ्नो टिकटक आइडीको प्रोफाइलमा यहाँ क्लिक गर्नु होला। आफ्नो टिकटक आइडीको प्रोफाइलको अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको यहाँ चाहिँ टिकटक आइडीको प्रोफाइल खुलेर आइहाल्छ। साथीहरू तपाईले पनि आफ्नो टिकटक आइडीको प्रोफाइलमा आइसकेपछि के गर्नु होला, यहाँ चाहिँ 3 लाइनको अप्सन छ नि, यहाँ चाहिँ 3 लाइनको अप्सनमा क्लिक गर्नु होला। 3 लाइनको अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईले के गर्नु होला, यहाँ चाहिँ सेटिङ्स एन्ड प्राइभेसी भन्ने अप्सनमा क्लिक गर्नु होला। सेटिङ्स एन्ड प्राइभेसी भन्ने अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको टिकटक आइडीको सम्पूर्ण सेटिङहरू यहाँ चाहिँ खुलेर आइहाल्छ। तपाईहरूले पनि आफ्नो टिकटक आइडीको सेटिङमा आइसकेपछि के गर्नु होला, तल आउनु होला। तल आउनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि हेराउँछ यहाँ चाहिँ स्विच एकाउन्ट। तपाईले के गर्नु होला, यहाँ चाहिँ स्विच एकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। स्विच एकाउन्ट भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि जति पनि टिकटक आइडी बनेको हुन्छ नि त्यो सम्पूर्ण टिकटक आइडीहरू यहाँ सो गर्ने गर्छ। तपाईहरूले के गर्नु होला, यहाँ आइसकेपछि यहाँ चाहिँ एड एकाउन्ट भन्ने अप्सन छ नि, यहाँ चाहिँ एड एकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। एड एकाउन्ट भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि स्ट्यान्डर पेज खुलेर आइहाल्छ। यहाँ आइसकेपछि साथीहरू तपाईले के गर्नु होला, यहाँ चाहिँ लगइन भन्ने अप्सन छ नि तल, यहाँ चाहिँ लगइन भन्ने अप्सनमा क्लिक गर्नु होला। लगइन भन्ने अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईले के गर्नु होला, यहाँ आइसकेपछि यहाँ चाहिँ वाटको अप्सन छ नि, यहाँ चाहिँ वाटको अप्सनमा क्लिक गर्नु होला। वाटको अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि एकछिन सर्च लिन्छ। सर्च लिइसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि यहाँ चाहिँ धेरैवटा अप्सनहरू आइहाल्छ। तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा आइसकेपछि के गर्नु होला, यहाँ चाहिँ रिकभरी योर एकाउन्ट भन्ने अप्सन छ नि, यहाँ चाहिँ रिकभरी योर एकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। रिकभरी योर एकाउन्ट भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि फेरि एकछिन सर्च लिन्छ। सर्च लिइसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि यहाँ चाहिँ युजर नेम राख्नको लागि अप्सन आइहाल्छ। साथीहरू तपाईहरूले जुन अघि युजर नेम कपी भयो नि आफ्नो टिकटक आइडीको त्यो युजर नेमलाई यहाँ राख्नु होला। म चाहिँ राखिरहेको छु आफ्नो युजर नेमलाई, तपाईहरूले पनि आफ्नो युजर नेमलाई राख्नु होला। म चाहिँ आफ्नो टिकटक आइडीको युजर नेमलाई राखिसके। साथीहरू तपाईले जुन टिकटक आइडीलाई रिकभरी गर्नको लागि चाहनुहुन्छ नि त्यो टिकटक आइडीको युजर नेम राख्नु होला। युजर नेम राखिसकेपछि के गर्नु होला, यहाँ चाहिँ सर्च अप्सन छ नि, सर्च अप्सनमा क्लिक गर्नु होला। सर्च अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि एकछिन सर्च लिन्छ। यहाँ सर्च लिइसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि फेरि एकछिन यहाँ सर्च लिन्छ। फेरि सर्च लिइसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि हेराउँछ तपाईहरू जुन टिकटक आइडीलाई रिकभरी गर्नको लागि चाहनुहुन्छ नि त्यो टिकटक आइडीको प्रोफाइल। यहाँ प्रोफाइल हेराइसकेपछि साथीहरू तपाईहरूले के गर्नु होला, आफ्नो टिकटक आइडीलाई रिकभरी गर्नको लागि तपाईहरूले आफ्नो मोबाइल फोनमा जुन टिकटक आइडीलाई रिकभरी गर्नको लागि चाहनुहुन्छ नि त्यो टिकटक आइडी तपाईहरूले केबाट बनाउनु भएको छ, जिमेलबाट बनाउनु भएको छ कि मोबाइल नम्बरबाट बनाउनु भएको छ। यदि तपाईहरूले आफ्नो टिकटक आइडी मोबाइल नम्बरबाट बनाउनु भएको छ भने तपाईहरूको यहाँ चाहिँ मोबाइल नम्बर भन्ने अप्सन हुन्छ। तपाईहरूले के गर्नु होला, तपाईले जुनबाट बनाउनु भएको छ नि त्यो अप्सनमा क्लिक गर्नु होला। म चाहिँ जिमेल भन्ने अप्सनमा क्लिक गरेँ। जिमेल भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि यहाँ चाहिँ ओटिपी कोड आउँछ 6 अङ्कको। तपाईहरू पनि आफ्नो मोबाइल फोनमा आएको ओटिपी कोडलाई यहाँ राख्नु होला। म पनि आफ्नो मोबाइल फोनमा आएको ओटिपी कोडलाई म यहाँ राखिरहेको छु। तपाईँले पनि आफ्नो मोबाइल फोनमा आएको ओटिपी कोडलाई यहाँ राख्नु होला। म चाहिँ आफ्नो मोबाइल फोनमा आएको ओटिपी कोडलाई राखिसके। साथीहरू तपाईँले पनि राख्नु होला। राख्नुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको टिकटक आइडी रिकभरी भइहाल्छ। साथीहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो मोबाइल फोनमा एकछिन सर्च लिइरहेको छ। सर्च लिइसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको टिकटक आइडी रिकभरी भइहाल्छ। साथीहरू तपाईहरूले यसरी नै आफ्नो मोबाइल फोनमा टिकटक आइडी रिकभरी गर्न सक्नुहुन्छ। साथीहरू तपाईहरूको यो भिडियो चाहिँ राम्रो लाग्यो भने एउटा कमेन्ट पनि गर्नु होला। अनि तपाईहरूले मेरो युट्युब च्यानल हेर्नुहुन्छ भने तपाईले के गर्नु, मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई पनि लाइक गरिदिनु होला अनि यो भिडियोलाई आफ्नो साथीलाई पनि सेयर गर्ने होला। साथीहरू आजको भिडियोमा यति नै थियो। बाई।